हजुर नमस्ते सबैजनामा। आज चाहिँ म भगवान को हुनुहुन्छ, ब्रह्मा को हो, वेद के हो र ब्राह्मण को हुन् भन्ने कुराको विषयमा चर्चा गर्न गइरहेको छु। अब जति पनि मूर्तिमान भगवान संसारमा आज मानिन्छ, विभिन्न धर्म सम्प्रदायहरूमा यी आफ्ना हिसाबले बनाइएका मूर्तिमान भगवानहरू छन्। जस्तै हिन्दू धर्ममा विभिन्न देवी देवता भगवानहरू मानिन्छ। अरू धर्ममा पनि त्यस्तै केही धर्महरू अरू पनि छन् मूर्तिमान भगवानहरू मान्ने, जस्तै बुद्ध धर्म लगायतका अरू पश्चिमी अब्राहमिक धर्महरूमा चाहिँ मूर्तिमान भगवान मानिँदैन। तथापि अब हाम्रै हिन्दू समाजमा हेर्ने हो भने विभिन्न सम्प्रदायहरू छन्। सम्प्रदायहरूमा मानिएका भगवान देवताहरू एउटै भगवान मान्ने गरेका मान्छेले पनि उत्तर भारत र दक्षिण भारत, यहाँ भारत भन्नाले म इन्डियाको कुरा गरिरहेको छैन, इन्डियन सब कन्टिनेन्टको कुरा गर्दैछु, प्राचीन भारतको कुरा। यसमा चाहिँ उत्तर र दक्षिणमा एउटै भगवान मानिलिनु शिवको उपासना गर्ने मान्छेहरूले आफ्नै अनुहार जस्तो मिल्ने गरेको एउटा मूर्ति बनाएर पूजा गरिरहेको भेटिन्छ। बुद्धको पनि हेर्ने भने त्यस्तै छ। नेपालमा हुने बुद्धको मूर्ति, जापानमा हुने बुद्धको मूर्ति, चाइनामा हुने बुद्धको मूर्ति र श्रीलङ्कामा हुने बुद्धको मूर्ति अलग अलग देखिन्छ। अलग अलग त्यहीँका मान्छेका जस्तो आफ्नै अनुहारसँग मिल्ने खालको। त्यसो हुँदा यहाँबाट के सिद्ध हुन्छ त भन्दाखेरि यी जति पनि मूर्तिमान भगवानहरू फोटोहरू कल्पना गरियो, यो सबै आफूलाई हेर्दै मान्छेले बनाएका छन्। तर वास्तवमा भगवान को हो त, के हो त भगवान भन्दाखेरि भगवान त निराकार हुनुहुन्छ, अजन्मा हुनुहुन्छ, अव्यक्त हुनुहुन्छ। गीताले बताएको कुरालाई चाहिँ भगवान मान्नु पर्यो नि हामीले चाहिँ। त्यसो हुँदाखेरि गीताले बताएका भगवान को हुनुहुन्छ त भन्दाखेरि चाहिँ निराकार हुनुहुन्छ, शून्य हुनुहुन्छ। जहाँ केही पनि छैन, शून्य छ, निराकार छ, उसलाई शिव भनेर भनियो। शिव भनेको चाहिँ सापको माला लगाएको जटाधारी ध्यानमग्न बसेको शङ्करजीको मूर्तिलाई शिव मानिरहेका छौँ आज हामी। तर त्यो चाहिँ शिव नभएर शङ्कर हो भने शिव चाहिँ जहाँ शून्य छ त्यो शिव हो। अब ब्रह्मा को हो त भन्दाखेरि चाहिँ भगवान जसमा प्रवेश गर्नुहुन्छ, यो संसारमा भएका व्यक्तित्व मध्येमा जो अब्बल नम्बरको पाठधारी, हिरो पाठधारी, हिरोको भूमिका अदा गर्ने, नायकको भूमिका अदा गर्ने जो व्यक्तित्व हुनुहुन्छ, उहाँको शरीरमा प्रवेश गरेर, किनभने गीताले भनेको छ नि त प्रवेष्टुम, म प्रवेश गर्न योग्य छु भनेर बताएको छ भगवानले गीतामा। त्यसो हुँदाखेरि त्यो अब्बल व्यक्तित्वको देहमा, शरीरमा प्रवेश गरेर भगवानले गीता ज्ञान दिनुहुन्छ। अब अर्जुनको रथमा सारथी हुनुहुन्छ। अर्जुन भनेको ज्ञान आर्जन गर्न लालायत भएको अनुराग रूपी जीवात्मालाई अर्जुन भनेर भनिन्छ र उसको शरीर नै रथ हो। वास्तवमा उसको शरीरमा प्रवेश गरेर चाहिँ उसका मन बुद्धि रूपी घोडाहरूलाई चाहिँ आफूले लगाम लगाएर चाहिँ चलाउनुहुन्छ भगवानले। त्यो व्यक्तित्वको नाम ब्रह्मा भयो। अब ब्रह्मा भनेको चाहिँ सबैभन्दा ठुली माँ, सबैभन्दा माथिल्लो दर्जा कि आमालाई ब्रह्मा भनेर भन्यो। ब्रह्मा भन्ने शब्दको अर्थ त्यो हो। र भगवान पुरुष हुनुहुन्छ र ब्रह्मा भनेको स्त्री, माँ, आमा भन्यो नि त। अब उहाँहरू दुईजना पुरुष र स्त्री भनेको प्रकृति, ब्रह्मा भनेको प्रकृति हो। वास्तवमा ब्रह्मा चाहिँ जगदम्बा हो नि त। जगदम्बा चाहिँ ब्रह्मा, जगत अम्बा भनेको जगत कि आमा। उहाँहरूबाट सृष्टिको रचना हुन्छ। सृष्टिको रचनामा पहिलो सृष्टि के हुन्छ त भन्दाखेरि शब्द ब्रह्म भनेको उहाँबाट ज्ञान निस्किन्छ। शब्द ब्रह्मको उत्पत्ति भयो भन्ने जुन कथाहरू छन् नि त। अब ज्ञानको उदय हुन्छ। ज्ञान भनेको जानकारी हो, सत्य कुराको जानकारी। त्यही सत्य कुराको जानकारीलाई वेद भनेर भनिन्छ। अब भनिन्छ नि भगवानको वाणी ब्रह्माका मुखबाट उत्पन्न भयो, त्यसलाई वेद भनियो भनेर भनिएको छ। त्यसो हुँदा यो कन्ट्राडिक्सन जस्तो सुन्यो नि त, विवादास्पद सुन्यो नि त। भगवानको स्वयं भगवानको वाणी भनिएको छ अनि ब्रह्माका मुखबाट उत्पन्न भयो, तर कन्ट्राडिक्सन होइन, यहाँ छर्लङ्ग छ। भगवान जुन व्यक्तित्वमा प्रवेश गर्नुहुन्छ त्यो व्यक्तित्वको नाम ब्रह्मा हो र उसको मुखबाट निस्किएको वेद वाणी चाहिँ वास्तवमा ज्ञानको, वेद भनेको जानकारी चाहिँ वेद हो। वेद भनेको कुनै संस्कृतको ठुलो एउटा यत्रो पुस्तक होइन। अब त्यसलाई वेद भनेर भनिन्छ। वेद भनेको वास्तवमा त्यसरी जन्मिएको वेद हो। अब यसरी ब्रह्माको मुखबाट उत्पन्न भएको वेद सुनेर आफूलाई
म को हुँ भन्ने जानकारी प्राप्त गरिसकेका, पुनर्जन्म प्राप्त गरेका जीवात्माहरूलाई चाहिँ ब्राह्मण भनेर भनिन्छ। त्यसो हुँदाखेरि ब्रह्माका मुखबाट ब्राह्मणहरू जन्मिए भनेर भनिन्छ नि। ब्राह्मणहरू जन्मिए भनेको चाहिँ ब्राह्मण भन्ने शरीर चाहिँ फुतफुती ब्रह्माका मुखबाट निस्किएको होइन। जसका शरीरमा भगवान प्रवेश गर्नुभयो ऊ ब्रह्मा, उसबाट निस्केको वाणीलाई सुनेर आफ्नो परिचय, भगवानको, सृष्टिको सम्पूर्ण जानकारीहरू प्राप्त गरिसकेर पुनर्जन्म प्राप्त गरेका द्विजहरू चाहिँ ब्राह्मण हुन्। यसरी ब्राह्मण मुखबाट जन्मिएको भनेर भनिएको हो। यसरी भगवान निराकार हुनुहुन्छ, अव्याक्त हुनुहुन्छ, अजन्मा हुनुहुन्छ। भगवान जसमा प्रवेश गर्नुहुन्छ ऊ ब्रह्मा हो, उसबाट निस्केको वाणी वेद हो र वेदलाई सुनेर चाहिँ आफ्नो सम्पूर्ण परिचय, भगवान परमपिता परमात्माको परिचय प्राप्त गरिसकेपछि, सृष्टिको सम्पूर्ण रूपमा जानकारी भइसकेपछि त्यसरी द्विज बनेका जीवात्माहरू ब्राह्मण हुन्छन्। त्यसकारणले गर्दाखेरि ब्राह्मण सर्वश्रेष्ठ ब्राह्मण हो भन्ने कुराको चाहिँ यसबाट जानकारी हुन्छ। हस् त।